हामी चाहिँ यहाँ मन्त्रमा भेट भयो साथीहरू काठमाडौँको मन्त्रमा आज कस्तो बेबोलाई भेटेर है खुसी लाग्यो तपाईँ जति कक्लो रहेछ है बेबी सिस्टर तिमी त यसो थियो त यहाँ लु होइन ल हेलो एभ्रिवान स्वागत छ मेरो युट्युब च्यानलमा म अञ्जना राई आज फेरि पनि म तपाईँहरू सामु अर्को नयाँ भ्लग लिएर आइसकेको छु आजको दिनको सो सबैजनाले हेरेर साथ दिनुहोला यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला अनि जसले सब्सक्राइब गरिदिनु भयो त्यसको लागि थ्याङ्क यू सो मच भन्दै आजको भिडियो भ्लग म स्टार्ट गर्छु साथीहरू आज स्पेसल भ्लग चाहिँ त्यस्तै चाहिँ आउँछ हाम्रो चाहिँ मामु छोरा बाबा अनि अहिले चाहिँ अब हामी चाहिँ केही समयको लागि चाहिँ काठमाडौँबाट अलिकति आउट जान लागेको छौँ बेबी म उसको बाबा चाहिँ अनि हामी चाहिँ अब केही सामानहरू रेडी गर्नु छ आज चाहिँ प्याकिङ भयो होइन अनि स्पेसल्ली आज मेरो बाबुको चाहिँ खोप पनि हाल्नु छ अनि खोप हाल्ने अनि त्यस पछाडि सपिङ हल्का अलिअलि चाहिँ गरिसकेको छौँ अनि सामानहरू प्याक पार्नु छ अहिले चाहिँ मैले बाबुलाई चाहिँ भर्खरै नुहाइदिएर सुताएको छु अब बाबु सुतेको बेला एकछिन बाबाको फेस क्लिजिङ पनि गरिदिनु छ त्यो क्लिजिङ गर्ने अनि हामी बाबु बेबी उठ्नुहुन्छ त्यस पछाडि हामी एकछिन बाहिर निस्किन्छौँ थोरै सपिङ यताउति अनि स्पेसल बाबुको खोप पनि ठ्याक्कै पुरा हुन्छ अब 26 गते चाहिँ अनि खोप पनि हाल्ने अनि त्यसपछि अलिकति सजिलो हुन्छ नि त अनि हामी चाहिँ अब काठमाडौँदेखि अलिकति टाढा जाँदैछौँ साथीहरू कहाँ जान्छौँ के गर्छौँ त्यो सबै भ्लगहरू आउँछ तपाईँले हाम्रो भिडियो चाहिँ हेर्नु नछुटाउनु होला अनि कमेन्ट पनि गर्नु होला हेरेर इन्जोय गर्नु होला सबैजनाले भन्दै अब चाहिँ म स्टार्ट गर्छु अब चाहिँ पहिला चाहिँ म बेबीको बाबाको चाहिँ क्लिनिङ गर्न दिन्छ फेस पुरै डराएर आउनु भएको छ अब ड्युटी पनि त्यस्तै ठाउँमा हुनुहुन्छ नि त अलिकति गाह्रो ठाउँमा अब स्किन केयरहरू के गर्नुहुन्न केटा मान्छे त्यस्तो गर्दैनन् पनि घरमा हुँदाखेरि मैले कहिलेकाहीँ क्लिजिङहरू चाहिँ गरिदिन्छु मेरो आफ्नो पनि गरेको छैन मेरो चाहिँ भोलि गर्छु अनि उहाँको चाहिँ अहिले म गरिदिनु लागेको छु अब चाहिँ म क्लिजिङ गरिदिनु पऱ्यो बुढाको ल अब चाहिँ म भ्लग स्टार्ट गरेँ साथीहरू भाइ चाहिँ नै ब्याग बोकेर दिनु किन बोक्नु है हावा पो चल्नु थाल्थ्यो हौ अहिले चाहिँ बाबुको खोप लाउन जाँदैछौँ अनि थोरै सामान पनि किन्नु छ पछाडि 2जना 3जना आउँदैछ मेरो कपाल बढेको छ त हावा भयो त हौ जाडो पो हुन्छ कि के हो काठमाडौँमा त जाडो छ अब आज भारू नि हो खोप भन्दा आज भारू हुन्छ यहाँनिर कुखुरा हेर्ने बानी थियो क्या कुखुरा आउँथ्यो नि त कसले यहाँ आएपछि कुखुरा हेर्ने पहिला खोप लाउनु जाने सामान किन्नु भोलिदेखि हामी आउट हुन्छौँ फेरि पनि बाबुको खोप
4,000 सुईको 4,000 खोपै बेबी हो नै बोक्नु कति गयो सुई 4,000 हौ यही हाल्नुपर्ने यो चाहिँ हाल्नुपर्ने किन अन्त नै बोक्नु किन अनि हुँदैन म त सुई मात्रै किन्ने हो कि भनेर नि यहाँ सुई यहाँ किन हाल्नु पर यहीँ छ त दबाई सबै यहीँ कहाँ बाबुको लागि खोप किनिसक्यो सुई चाहिँ अब चाहिँ हामी चाहिँ जाँदैछौँ बोक्नु भएको अनि अब चाहिँ हामी बाबुलाई लगाउनु जाँदैछु बाबु रुने होला हिँडेर जानु हात पक्रिएर हिँड्ने तर सुरा झारौँ न सानो नरुनु है Finish! Wow! ल बाहिर जाउँ घुम्नु सक्यो बाबु अब त 1 वर्षमा अब त पर्छ सक्यो कति घाम हो आज त बाबु त सक्यो धन्न रोएन आज पनि अब यो खोप पुरा भयो अब 1 वर्षपछि रुँदैन तब नत्र त पहिलाको त गरेर है कति रुन्थ्यो हामी चाहिँ अहिले मासु पकाउनु आएको मेरो बेबी त मासु दुखेको छ बेबीलाई दुखेको छ दुखेर रातो बोलाउनु आउनु भन्नु भएन अब चाहिँ हामी फेरि सपिङतर्फ मेरो सानोसँग दुईजना चाहिँ पछाडि आउँदैछ लक्ष्मीको सपिङ चाहिँ यहाँ यो सबै सपिङ भइरहेछ है ल मेरो चाहिँ यति भयो सपिङ आजको सपिङ चाहिँ फ्रुट किन आएँ चाहिँ मैले चाहिँ फेरि बाबु भोकाइसक्यो डाइपर हेर्नु न यति महँगो डाइपर कति महँगो फ्रुट हेर्नु न यो फल दुईवटालाई नै कति महँगो आउनु हेर्नु चाहिँ सपिङ यता हुँदैछ यता मेरो सपिङ फेरि सपिङमा आएको छौँ यहाँ सपिङ टाइम भइरहेछ अहिले चाहिँ बेबी जानु ल जाएको अघि खोप हाल्नु चाहिँ त्यहाँदेखि झन् कोहीसँग मानेको ल हेलो मैले आज बेबी सिस्टरलाई भेटेँ हामी चाहिँ यहाँ मन्त्रमा भेट भयो साथीहरू काठमाडौँको मन्त्रमा तपाईँ पनि भ्लग बनाउनुहुन्छ हजुर भ्लग के नाम छ तपाईँको मेरो अञ्जना राई छ ल साथीहरू अञ्जना राई भ्लग हेर्नु होला मेरो बिग फ्यान हो नि हो धन्यवाद हेर्छु हजुरको भ्लगहरू खुसी लाग्यो हजुरलाई भेटेर आज कस्तो जोडेको है होइन त म ठ्याक्कै आउन तपाईँलाई भेट्नको लागि रहेछ ल एउटा फोटो हान्थ्यो हुन्छ आउनु हुन्छ ल हामी चाहिँ यहाँनिर मन्त्रमा चाहिँ सपिङ गर्न आएको थियौँ ठ्याक्क मैले बेबी सिस्टरलाई पनि भेटेँ अनि सपिङ पनि भइसक्यो हामी चाहिँ यही मन्त्रमा चाहिँ सपिङको लागि मन्त्र क्लोथ्समा आज कस्तो बेबीलाई भेटेर है खुसी लाग्यो तपाईँ जति कक्लो रहेछ है बेबी सिस्टर तिमी त यसो पो थियौ त यहाँ लु होइन ल त्यति साह्रो चाहिँ फुटाउँछ है हामी चाहिँ फेरि यहाँ अर्को ठाउँमा सपिङ गर्न आएको थियौँ अघि चाहिँ हामी 99,000 पर्छ 99 यहाँ चाहिँ आएको छौँ अघि चाहिँ ठ्याक्कै बेबी सिस्टरले भेटेर यता फेरि हामी चाहिँ अर्को ठाउँमा आएको छौँ एकदम खुसी लाग्यो क्या ओ माइ गड कति धेरै बोल्ने रहेछ ल
ल फाइनली हामी सपिङ पनि सक्यो। अब चाहिँ हामी घर जाँदैछौँ। यहाँनिर बाबु चाहिँ के भन्नु आज चाहिँ खुसीको दिन पनि भयो, बेबोला पनि भेट्नु पायो अनि रमाइलो भयो साथीहरू। पुरा कति अग्ली रहेछ अनि एकछिन भेट्यौँ। बिजी थियो सबैजना, अब हामी पनि बिजी थियौँ त सपिङ गर्दा अनि बिजी थियो सबैजना। एकछिन भेट्यो, फोटो खिच्यो, रमाइलो भयो। ल आज चाहिँ अब चाहिँ हामी घर आयौँ।